अब म पहिलोचोटि आएँ कि होइन कि यहाँ बुझेअनुसार कि अहिले तिमीले मिलाएर भनिदेऊ न। बुझेअनुसार चाहिँ अरू मन्दिरहरू चाहिँ कल्पना गरिएको जस्तै हामीले शिव भगवान्लाई देखेको छैनौँ, विष्णु भगवान्लाई देखेको छैनौँ, दुर्गा भगवान्लाई देखेको छैनौँ। हामीले महसुस गर्ने कल्पना गर्ने हो कि यहाँका भगवान्लाई चाहिँ महापुरुष, पहिला त महापुरुष पछि भगवान्, अनि महापुरुषलाई चाहिँ देखेका कुरा गरेका मान्छेहरू तल तल गाउँतिर खोज्ने हो भने 2-4 जना अझै पनि भेटिनुहुन्छ। उहाँसँग प्रत्यक्ष बोल्ने, उहाँसँग कुरा भएका मान्छेहरू यहाँ पनि हुनुहुन्छ, किनकि यहाँ त अलि पछि हो नि त। त्यही हो मैले जानकारी लिएको छ। भित्र महापुरुषहरूलाई नै भगवान मानिन्छ होइन? अनि त्यो अरू के मन्दिर छ? निकालेको के भएको अनि त्यसै जस्तो के हो कि बुझेर फेरि अनि त्यही नै मरेर त्यही नै उस गरेछ न, त्यही होइन र अघि उसमा अग्निकुण्डमा। अनि त्यसपछि अरू यहाँ चाहिँ शिवजीको के भन्छ मन्दिर पनि छ, मतलब उस छ के महापुरुषले शिवजीलाई मान्ने रहेछ। महापुरुषहरूले चाहिँ शिवजी भगवान्लाई चाहिँ मान्ने रहेछ। अनि त्यसपछि शिवलिङ्गहरू पनि छ यहाँ, 4वटा थियो होइन। जियोस्, ओम नमः शिवाय। शिवजी भगवान्को दर्शन भयो। म चाहिँ राम्रै ठाउँमा आएर आइज भन्ने चाहिँ मलाई महसुस भयो। आइएम ब्लेस्ड। थ्याङ्क यू भगवान्, थ्याङ्क यू।